नमस्कार। हजुरहरूको यो घुँडाको दुखाइ छ भने यो एउटा व्यायाम चाहिँ ट्राई गर्नु होला। सजिलो छ। यस्तो रुमाल लिनुस् र सिम्पल तरिकाले यसरी रुमाललाई गोलो गर्नुस् या फोल्ड गर्नुस्। यसरी फोल्ड गरिसक्नु भइसकेपछि मानुसको देब्रे घुँडा दुखाइ छ भने देब्रे घुँडाको तल यसरी मज्जाले यसरी राख्नुस्। त्यसपछि दुईटै हातको औँलाहरू क्ल्याप्स गर्नुस् र यसरी घुँडाको अलिकति तल यो भागमा खुट्टामा यसरी राखेर यसलाई चाहिँ मज्जाले चाहिँ दुईटै हातको मद्दतले मज्जाले आफूतिर मज्जाले तान्नुस्। यसरी तान्दाखेरि जुन पोइन्टमा दुखाइ छ त्यो पोइन्टमा चाहिँ नगर्नु होला र हजुरलाई मज्जाको स्ट्रेचिङको महसुस मिल्छ। हेर्नुस्, यसरी तान्नुस्, 10 सेकेन्ड होल्ड गर्नुस्। 1 2 3 4 5 6 7 8 9 10 र बिस्तारै यसरी छोड्दै सिधा गर्नुस्। 10 देखि 15 चोटि दोहोऱ्याउनुस्। दाहिनेको समस्यालाई पनि यही अनुसार गर्न सक्नुहुन्छ। भिडियो मन परेमा सधैँ सो लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनुहोला। शुभ दिन। धन्यवाद।